तपाईहरु नै हुनुहुन्छ, ठेला गाडा हाँक्ने तपाईहरु नै हुनुहुन्छ, तपाईहरु मकै पोल्ने तपाईहरु नै हुनुहुन्छ, खुद्रा पसल गर्ने तपाईहरु नै हुनुहुन्छ। हो त्यही मान्छेहरु कालान्तरमा साउको घरमा डेढाको भाडा तिर्न नसक्दा, जीविका धान्न नसक्दा त्यही मान्छेहरु आज नजिकका उकासको जमिनहरुमा आफ्ना झुपडीहरु बनाएर तपाईहरुले आफ्नो गुजारा गर्दै बसिरहनु भएको छ। त्यही मान्छेहरु आज नेपालको संविधान 2072 ले भनेको छ नेपाल समाजवाद उन्मुख जानेछ, नेपाली समाजवाद उन्मुख जानेछ। समाजवादको अर्थ समाजवाद भनेको तपाईको योग्यता अनुसारको काम र तपाईको क्षमता अनुसारको चाहिँ योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउने व्यवस्था हो राज्यले भनेको। समाजवाद भनेको त्यो चीज हो। समाजवादमा जाने भनेर राज्यले एकातिर घोषणा गर्छ, तर आज कोही मान्छेको नाममा हजारौं बिघा जमिन हुने, कोही मान्छेको नाममा 1 तोला मात्र नहुने यो विभेदकारी समाज आज हाम्रो दिनमा हाम्रो समाजमा विद्यमान छ। कोही मान्छेको नाममा हजारौं बिघा जमिन छ, नबोल्ने ढुङ्गाको मन्दिरको नाममा हजारौं बिघा जमिन राखेको छ, तर बोल्ने देवताहरूको नाममा 1 तोला मात्र छैन। हो त्यसैको विरुद्धमा हामी लागिरहेका छौँ। हामीले भनेका छौँ हामीले कोही सम्भ्रान्त परिवारको जमिन लुट्न खोजिरहेको छैन, हामीले कोही ठुला मान्छेहरूको साउ महाजनहरूको जमिनलाई लुट्न खोजिरहेको छैन। हामीले सुकुम्बासीहरूले अव्यवस्थित बसोबासीहरूले नेपालको यो राजधानी काठमाडौँमा रहेका रैथाने नेवार समुदायको नेवार सभ्यतालाई भत्काउन खोजिरहेको छैन। हामीले केवल हामीले बसेका बासको व्यवस्था गर, हामीले पात्र पाऊँ, हामीले पनि एक झुप्रो चाहिँ पाउन पाऊँ, बासको अधिकार पाऊँ, 1 तोला मात्र अधिकार पाऊँ भनेर हामीले लागिरहेका हौँ। त्यसकारणले गर्दा हामीले नेवार सभ्यतालाई भत्काउन खोजिरहेको छैन, हामीले अरू सम्भ्रान्त वर्गको जमिनलाई हामीले लुट्न खोजिरहेको छैन। हामीले के भनेका छौँ भन्दा हामी जहाँ बसेका छौँ 10 वर्ष तपाईहरुले संविधानमा व्यवस्था गरेको छ। संविधानको चाहिँ भाग 3 मौलिक हकमा भनेको छ। मौलिक हकले के भन्यो भन्दाखेरि गरिबहरूको निम्ति, आवास विहीनहरूको निम्ति आवासको व्यवस्था गर्ने, भूमिहीनहरूको निम्ति भूमिको व्यवस्था गर्ने यो खालको अधिकार संविधानले प्रदत्त गर्यो। भाग 4 मा पनि राज्यको दायित्व, सिद्धान्त र नीतिमा पनि यो खालको अव्यवस्थित बसोबासीहरूलाई संविधानमै भनेको छ कि अव्यवस्थित बसोबासीहरूलाई व्यवस्थित बस्तीको चाहिँ व्यवस्था गर्ने भनेर संविधानमा भन्छ। अनि यो खालका विधि प्रक्रिया अगाडि बढ्दै पनि हामीले आजको दिनमा यो खालको परिस्थितिहरूबाट गुज्रिरहेका छौँ। यही संविधानलाई आधार मानेर भूमि ऐन 2021 लाई संशोधन गर्छ, 8औं पटक संशोधन गरेर। भूमि ऐनको 8औं संशोधनले के भन्यो भन्दाखेरि त्यसको दफा 52 परिच्छेद 10 मा गएर 3टा विषयहरूलाई त्यहाँ राखेको छ। कमा के भन्यो, भूमिहीन दलितहरूलाई राज्यले निशुल्क जमिन वितरण गर्ने भनेर भन्यो। जो मान्छे भूमिहीन छ, दलित छ, त्यसको निम्ति राज्यले बिना पैसा शहरमा 4 आना जमिन, गाउँमा अर्कै खालको जमिन यो खेती गर्ने भन्ने मान्छेहरूलाई पनि दिने व्यवस्था गर्यो। संविधानमै व्यवस्था गर्यो त्यो चिज। त्यो संविधानको व्यवस्था अनुसार ऐन संशोधन गरेर ऐनमा पनि त्यो व्यवस्था गर्यो दलित भूमिहीनहरूको निम्ति निशुल्क जग्गा उपलब्ध गराउने। अर्को खमा भन्यो के भन्यो भनेदेखि त्यसमा खमा पनि भन्यो कि भूमिहीन सुकुम्बासीहरूलाई राज्यले जमिनको निशुल्क व्यवस्था गर्ने भनेर भन्यो। त्यसको गमा गएर के भन्यो भन्दाखेरि त्यसको गमा भन्यो जहाँ बसेका छन् 10 वर्ष बसेका मान्छेहरूलाई दिन मिल्ने हुने ठाउँहरू योग्य ठाउँहरू छ भने 10 वर्ष बसिसकेका मान्छेहरूलाई त्यही ठाउँमा व्यवस्था गर्ने यो अव्यवस्थित बसोबासीहरूको निम्ति लेखेको कुरा। यदि त्यो ठाउँमा बस्न मिल्दैन, त्यो ठाउँमा बस्न योग्य छैन, बाढी पहिरो लाग्न सक्छ, वा अरू कहीँ त्यस्तो खालको प्राकृतिक प्रकोपहरू हुन सक्छ, वा राज्यले तोकेका कानुनले तोकेको चिजहरूबाट टाढा हुनुपर्छ भने त्यो ठाउँमा नहुने, तर त्यो मान्छेहरूलाई वैकल्पिक ठाउँमा व्यवस्था गर्ने भनेर राज्यले कानुनमा व्यवस्था गर्यो। त्यही कानुनले के भन्यो, आयोगहरू बनाएको छ। आयोगले के गर्न पाउँछ, पहिला म पनि काभ्रेको आयोगको अध्यक्ष भएको थिएँ, मैले 4 महिना काम गर्न पाइयो। त्यो बेलामा आयोग सरकारले विभिन्न समयमा लामो समयदेखि आयोगहरू बनाउँदै सुकुम्बासी समस्या समाधान गर्छु भन्दाखेरि त्यो बेलामा कानुन संशोधन भएको थिएन। कानुन संशोधन नबनाइकन बनाएको आयोगहरू चाहिँ कसैले उजुर बहादुर गर्दा त्यो आयोगहरू खारेज हुँदो रहेछ। मैले 4 महिना काम गर्दै गर्दा एकजना पौडेल नाम थर गरेका मान्छेले सर्वोच्चमा मुद्दा हाल्थ्यो। त्यो मुद्दाबाट हाम्रो आयोग काम गर्न नपाउने कोमामा गयो, त्यसको फैसला भएन। आज भूमि ऐन संशोधन गरेर बनाएको आयोग अब कसैले उजुर बहादुर गर्दा त्यसले त्यो निष्क्रिय हुँदैन, त्यसको चाहिँ खारेजी हुँदैन, मुद्दा लाग्दैन। त्यसकारणले ऐनले व्यवस्था गरे अनुसार हामीले काम गर्न पाउनुपर्छ। छानबिनको दायरामा तपाईँ हामी सबैले जान पाउनुपर्छ।
छानबिन हुँदा राज्यले ठहरेका ठाउँहरूमा राज्यले दिन मिल्ने ठाउँहरूमा तपाईँहरूले पनि जानको निम्ति कोसिस गर्नुपर्छ। तपाईँहरूलाई यति भन्दाखेरि पनि हामीलाई इचङ्गु नारायणको अपार्टमेन्ट देखाएको छ। इचङ्गु नारायणको अपार्टमेन्टमा तपाईँहरू जानुहुन्छ भने मैले त्यहाँ गएर हेरेको छु 16x16 को चौखेराभित्र 4टा बाथरूम सहित टोयलेट सहित मिटिङ हल सहित एउटा बैठक चाहिँ लिभिङ चाहिँ बेड सहित यस्तो 16x16 को 4 कोठा एउटा लैन भैँसी घुम्न सक्ने अवस्था छैन। गरिबहरूलाई त्यहाँ लगेर थन्काउने खालको कोसिस गर्दैछ। हामी सुकुम्बासीहरूको, हामी भूमिहीनहरूको, हामी अव्यवस्थित बसोबासीहरूको चाहना अपार्टमेन्ट होइन। हामीले चाहेको 1 तोला माटो हो जसको नाममा सयौं मान्छेहरूको नाममा हजारौं बिघा जमिन छ, तर गरिबहरूको नाममा 1 तोला माटो छैन। हाम्रो आन्दोलन, मोर्चाको आन्दोलन तपाईहरुको जमिन प्राप्तिको आन्दोलनलाई प्रत्येक गर्नको निम्ति तपाईहरुले माटो पाउनुपर्छ। किनभने कसैको नाममा लाल पूर्जा हुने, मेरो नाममा लाल पूर्जा नहुने भएपछि मैले खोजी गर्छ। त्यसकारणले गर्दा आजको दिनमा यो किसिमबाट हामी जाँदैछौँ। तपाईहरु बस्तीमा बसेका साथीहरूले, आमा दिदी बहिनीहरूले यो थापाथलीको आन्दोलन मात्र होइन, यो देशव्यापी आन्दोलन हो। थापाथलीको आन्दोलन कहाँनिर थापाथली भनेर भन्दा थापाथली कमजोर छ। 10 वर्ष 18 वर्ष भयो त्यहाँ बसेको। त्यहाँ थापाथली कमजोर छ भनेर राज्यले त्यही मात्रै किटानी गरेर त्यही मात्र हान्न कोसिस गरिरहेछ। थापाथली उठेको दिन, थापाथलीको बस्ती उठेको दिन तपाईहरु सबैलाई पनि क्लिक भएको छ। थापाथलीको बस्ती उठेको दिन नेपाल राज्यभरिका सदरमुकामहरूको बस्तीहरू कोही राख्नेवाला छैन सरकार। आज बालेनको नामले, महानगरपालिकाको नामले काठमाडौँमा उदण्ड मचाउँदैछ। यहाँ काठमाडौँ सफल भएको दिन भक्तपुरमा पनि हाम्रा विरोधीहरू, हाम्रा बैरीहरू, हाम्रा सबै मान्छेहरू हाम्रो विरुद्धमा लाग्नेछ। त्यसकारणले गर्दा तपाईहरु चौखण्ड हुन, तपाईहरु सचेत हुन, आन्दोलनमा तपाईहरु नलागिकन तपाईको माटो प्राप्तिको अधिकार कोही कसैले लागेर मात्रै हुँदैन। तपाईहरु जबसम्म हृदयदेखि मनको दियो भन्छ नि, बाहिर बालेको दियो त केवल तेल हुन्जेलसम्म, धागो हुन्जेलसम्म मात्रै बल्छ। तब तेल र धागो सक्छ, दियो आफै निम्छ। तपाईहरुको हृदयको दियो बाल्नुहोस्, तपाईहरु जागृत हुनुहोस्, तपाईहरु सचेत हुनुहोस्। तपाईहरुको अधिकार प्राप्तिको निम्ति यो मोर्चा लागिरहनेछ। त्यसकारणले गर्दा तपाईहरुलाई कोही यहाँ राजनीतिक पार्टीको नाममा एमाले भनेर तपाईहरु अहिले लाग्नु पर्दैन, माओवादीको नाममा अहिले माओवादी भनेर लाग्नु पर्दैन, कांग्रेसको नाममा कोही कांग्रेस भनेर लाग्नु पर्दैन। हामीले अस्ति मात्रै हामीले भोट हालिसक्यौं, जहाँ हाल्यो सक्यो, जसले जिते जिसक्यो। अब आउँदो दिनहरुमा, बाँकी दिनहरुको सन्दर्भमा म के भन्न चाहन्छु भने तपाईहरुले आउँदो फेरि अर्को 5 वर्ष पछाडि चुनाव आएछ भने हामी त्यो बेलामा पार्टी रोज्छौं। तर आजको दिनमा तपाईहरुले पार्टीको नामबाट विभाजित हुन, माओवादी कांग्रेस एमालेको नामबाट विभाजित होइन, तपाईहरुको नाममा 1 तोला माटो प्राप्तिको अधिकारलाई लिएर, मेरो अधिकारलाई लिएर तपाईहरुले सोच्नु पर्नेछ। तपाईहरुको अधिकारलाई लिएर तपाईहरु अगाडि बढ्नुहोस्, चौखण्ड हुनुहोस्, सचेत हुनुहोस्, तपाईहरु सक्रिय हुनुहोस्। यहाँ कसले कुन चाहिँ नेताले के भन्ने कुरा होइन, मोर्चाले के भन्यो भन्ने किसिमले तपाईहरु लाग्नुहोस् र तपाईहरु सबैलाई जागृत भएर लाग्नको निम्ति, माटो प्राप्तिको अधिकारमा तपाईहरु लाग्नको निम्ति अपार्टमेन्ट तपाईहरुको बस्तीमा आउँछ, युट्युबरहरु आउँछ, ती मान्छेहरुलाई कसले अन्तर्वार्ता दिने।